जान्छौँ भनेर चाहिँ सल्लाह हुँदैछ। हामी 2 जना आइसक्यौँ। म कति 5 जना चाहिँ आउँदै हुनुहुन्छ। हामी गमाउली बजार आइपुग्न लाग्यौँ। छ मेन रोड यता पोखरा जाने। यहाँबाट पोखरा कति किलोमिटर कति हो? 45 किलोमिटर यो रहेको छ मेन रोड। हाम्रो यात्रा सुरु भएको छ तमौलीदेखि लोवाङसम्म। यस्तो नाजुक छ कि हामीले भिडियो गर्नै पाएन भोलि पोखरा आइपुग्दा। हामी पोखरा कटेर यता आइपुग्यौँ। हेर्दा कति हो यस्तो ठाउँमा आइपुगेछौँ हामी। पानी आएर हाम्रो साथीहरू यहाँ हुनुहुन्छ। अरू दुईवटा आइपुगेको थियो कता गइसक्यो होला नि। अहिले हामी आइपुगेका छौँ मर्दी खोला। बाटो चाहिँ यस्तो रहेको छ। हजुर काठको पुल देख्न सक्नुहुन्छ लुवाङबाट देखिने भ्यूहरू। हामी होमस्टे 1 मा रहेका छौँ। हिजो पानी परेर मौसम त्यति खुलेको छैन। देख्न सक्नुहुन्छ लुवाङ भिलेज गुरुङ गाउँ। लुवाङ भिलेज ब्युटिफुल प्लेस। बिहान उठेर नास्ता खाएर हामी सबैजना चाहिँ लुवाङ गाउँको चिया बगान रहेछ नि त माथि डाँडामा, अनि त्यो हेर्न हिँडेका थियौँ। यहाँ चाहिँ पुराना घरहरू पनि थियो, अनि अहिले चाहिँ नयाँ नयाँ घरहरू बनेको रहेछ। त्यहाँ होमस्टेहरू रहेछ। होमस्टे चाहिँ हामी 1 नम्बरमा बसेको थियौँ। अनि सबैजना भएर गीत सुन्दै उकालो सिँढी चढ्दै थियौँ। अनि यहाँ चाहिँ गुरुङ बस्ती रहेछ। भेनाले आफ्नै पारामा भिडियो बनाउँदै हिँड्दै गर्नुभएको थियो। भिडियो बनाउँदै पछि हिँड्दै हामी चाहिँ अगाडि हिँड्दै थियौँ। सबैजना भएर गीत सुन्दै हिँड्दै गर्दा चाहिँ रमाइलो भइरहेको थियो। उताबाट चाहिँ एउटा आमा आउनुभएको थियो। हाम्रो मेरो भिडियो नगरिदिनु है भन्दै हँसाउनु भयो। यहाँबाट चाहिँ अब सिँढी चढ्दै माथि जाने। त्यहाँ चाहिँ टी गार्डन भनेर लेखेर थियो बाटो माथि जाने। यहाँबाट माथि पुग्नु कति मिनट हो? 50 मिनट। उहाँ घरबाट निस्किँदा नि 15 मिनट। आधा बाटो आउँदा नि 15 मिनट। भिडियो त अब हुन्छ नि यहाँ। भैँसीको मुखबाट निस्के पान्छ। हेत्तेरी यार थाकियो त भइरह नि भाइको बहुत थकेर यार। गाउँ चाहिँ बबाल हो।
छौँ लुवाङ भिलेज लास्ट उकालो छ त यार यो हिँड्न के हो थाकिस् त बाहिर मजा आइरहेको दोकान पनि रहेछ त्यो ठाउँमा हामी आइपुग्यौँ चिया यहाँबाट त्यो देखाएको छ अझ माथि लुवाङको चिया बगान आइपुग्यौँ अरू चाहिँ कता जानुभयो होइन हामी दुईजना यहाँ आइपुग्यौँ हेर्न सक्नुहुन्छ लुवाङ तर मौसम नहलेको नि है त्यहाँ हिमाल देखिन्थ्यो पानीहरू मौसम नहलेर हिमालहरू देख्न सकेको छैन हेर्न सक्नुहुन्छ लुवाङको चिया बगान अन्नपूर्ण चियाबारी लुवाङ तर यहाँबाट पनि बनाएको यहाँ त यस्तो राम्रो उहाँहरू हुनुहुन्छ इधर हामी जाएंगे किधर झर्छला यता हेर्नु भएन हामी चाहिँ लुवाङ भिलेजमा आएर अनि यहाँको चिया बगानमा आएर ड्रेस लाएर हिँड्यौँ गुरुङ ड्रेस यहाँको चिया बगान हेर्न सक्नुहुन्छ पछाडि प्रशस्तै छ गुरुङ ड्रेस हामी चाहिँ लुवाङको चिया बगानबाट होमस्टेतिर फर्किँदै हो क्या हो देख्न सक्नुहुन्छ यहाँको चिया बगान हामीले नि यहाँको अर्ग्यानिक चिया खाएर निस्केको गएर अब खाना खाने बल्ल घाम आएर राम्रो भएछ यहाँको मौसम त हुँदैन कि हिमाल देख्न पाएन है अर्ग्यानिक चिया लिएर हामी जाँदैछौँ हो यहाँको नजारा देख्न सक्नुहुन्छ चियाको बगानै बगान आहा कति शीतल आयो
यो रहेको छ ल्वाङको पार्किङ स्थल। ल्वाङवासीको स्वागत। चाहिँ अब ल्वाङ फर्किन लाग्यो। अनि एउटा फोटो खिच्ने भने हामी त बस्छौँ ल्वाङबाट देखिने भ्यूहरू। हिँडियो घरतिर